रङको व्यवसाय गर्दाखेरि यो ट्याक्स भ्याटमा केमा प्यानमा मात्रै दर्ता गर्दा हुन्छ कि यो सामान्य तपाईँ 50 लाखभन्दा कम माल खरिद बिक्री गर्नुहुन्छ भने प्यानमा गर्दा भयो। यो दर्ता कहाँ गर्ने हो यसको लागि? यो सर्वप्रथम तपाईँले स्थानीय नगरपालिकामा जाने, त्यहाँबाट एउटा चिठी आउँछ। चिठी लिएर तपाईँको कर कार्यालयमा गएर प्यान नम्बर अथवा भ्याट नम्बर त्यहाँ उपलब्ध गराउने। अनि तपाईँले फर्दर गर्नलाई घरेलु विभागमा गएर त्यहाँबाट पनि एउटा स्वीकृति लिनुपर्छ। यो दर्ता प्रक्रियामा कति जति खर्च हुन्छ? यसमा तपाईँको कर कार्यालयमा तपाईँले लाग्दैन। रङको व्यवसाय गर्दाखेरि यो ट्याक्स भ्याटमा केमा प्यानमा मात्रै दर्ता गर्दा हुन्छ कि? यो सामान्य तपाईँ 50 लाखभन्दा कम माल खरिद बिक्री गर्नुहुन्छ भने प्यानमा गर्दा भयो। यो दर्ता कहाँ गर्ने हो यसको लागि? यो सर्वप्रथम तपाईँले स्थानीय नगरपालिकामा जाने, त्यहाँबाट एउटा चिठी आउँछ। चिठी लिएर तपाईँको कर कार्यालयमा गएर प्यान नम्बर अथवा भ्याट नम्बर त्यहाँ उपलब्ध गराउने। अनि तपाईँले फर्दर गर्नलाई घरेलु विभागमा गएर त्यहाँबाट पनि एउटा स्वीकृति लिनुपर्छ। यो दर्ता प्रक्रियामा कति जति खर्च हुन्छ? यसमा तपाईँको कर कार्यालयमा तपाईँले लाग्दैन।